स्वागत छ तपाईलाई तै टाइडलको अर्को एपिसोडमा। आजको आँसु कवि राउन्डमा के प्रतिस्पर्धीहरूले हाम्रो गुरुवर्गहरूलाई इम्प्रेस पार्ला नि त। अघिल्लो एपिसोडको घोडाको आतंकदेखि सबै जजहरू त्रासित छन्। आउनुहोस् हेरौँ आज के हुन्छ। हजुर नमस्ते, सबैलाई नमस्ते सर। हजुरको कविताको शीर्षक स्कुल स्टुडेन्ट एन्ड डिआई भन्ने टपिकमा लिएर आएको छु। स्टुडेन्ट्सहरूको व्यथा, स्पेसल्ली केटाहरूको। हजुर सुनाउनुहोस्। त्यो सुनौलो बिहानी कुखुरा उठ्नुभन्दा अगाडि उठेर कलेज जान तयार हुँदै थिए। टक्कटाई तेल लगाई झोलामा किताब पढ्नलाई। म प्रफुल्लित थिएँ कि मैले आफ्नो 10 कक्षाको परीक्षा उत्तीर्ण गरेर 11औं कक्षाको त्यो पहिलो दिन पढ्न कलेजको प्राङ्गणमा जाँदै थिएँ। म कलेजको प्रवेशद्वारबाट भित्रिन साथ एउटा सुठुनी जस्तो मुख भएको तुच्छ बेहोरा भएको घर आउँदाखेरि त पानी पनि नदिउँ जस्तो थुतुनो परेको त्यो राक्षस रूपी किचकण्डीको बुढो पुतनाको भाइ गुखाने बेहोरा भएको त्यो डिआई नामक एक पशुले घुर्मुन्ट्याएर कठालोमा समातेर भन्यो, कपाल काटेर आइज। आहा कति राम्रो वर्णन। कपाल काटेर आइज। मेरो यो आफ्नो टाउकोमा फलेको केस न त त्यो केसले मलाई अप्ठ्यारो पारेको छ, न त त्यो राक्षस रूपी किचकण्डीको बुढो सुठुनी मुखे डिआईलाई अप्ठ्यारो पारेको थियो। म पनि त राम्रो देखिन चाहन्छु। म पनि चाहन्छु कि मेरो टाउकोमा भएको त्यो सुन्दर बाक्लो केसले मेरो सौन्दर्य निखारोस्। म पनि चाहन्छु कि मेरो टाउकोको केस हावा लागेको बेलामा लह झुलेर 2-4 सुन्दर युवतीको ध्यान मतर्फ आकर्षण गरोस्। तर त्यो बेहोरा सकिएको त्यो तुच्छ मुख हेर्दा पनि घोक्र्याएर लगेर गुमा दोक्च्याइदिउँ जस्तो देखिने इन्कम्प्लिट मानव प्रिन्सिपलको चटुवा डिआईले कैँची लिएर आएर सबै छात्र र छात्राको माझ मेरो टाउको घुँडा जस्तै बनाइदियो। चिन्डे मेरो आँखामा आँसु टम्म भरिए। त्यो खैकेको छोरोलाई कसले अधिकार दियो मेरो निजी सम्पत्तिलाई हनन गर्ने? त्यो टुटको छोरालाई कसले अधिकार दियो मेरो निजी सम्पत्तिलाई हनन गर्ने? त्यो विद्यालय प्राङ्गणभरि कति स्त्रीहरू थिए जसको केस घुँडा भन्दा पनि लामो थियो, तर त्यो किचकण्डीको बुढो डिआईले ती स्त्रीहरूलाई केही पनि भनेन। कुन शास्त्रमा लेखिएको छ कि केटाले कपाल पाल्नु हुँदैन? कुन वेदले भन्छ केटाको टाउकोमा लामो कपाल सुहाउँदैन र कुन विज्ञले भन्छ लामो कपाल भएको केटा डिसिप्लिन्ड हुँदैन? के तपाईँ भन्नुहुन्छ? होइन त। के तपाईँ भन्नुहुन्छ कि केटाको केसमा लामो कपाल भयो भने केटा डिसिप्लिन्ड हुँदैन? यही हो त खातेको जेन्डर इक्वालिटी। म त्यति बेला बच्चै थिएँ। मलाई कानुनको ज्ञात थिएन, नत्र म त्यो सुठुनी मुखे डिआईलाई मेरो मानहानिको मुद्दा लगाएर जेलमा जाकिदिन्थे। कति मिठो शब्द वाचन। यो सन्देश ती सबै 11-12 का भाइहरूलाई जसको कपाल डिआईले काटेर विचलित प्राणी जस्तै छटपटिन त्यो प्राङ्गणमा छोडिदिएको छ। तिमीहरूलाई तिमीहरूको कपालको कसम त्यो किचकण्डीको बुढो सुठुनी मुखे डिआईलाई गएर मुद्दा हाल्देऊ। यो सन्देश ती सबै विराटनगर, काठमाडौँ, झापा, धनकुटा, बिर्ता मोड या अन्य ठाउँका डिआई र प्रिन्सिपलहरूलाई आजदेखि उपरान्त कुनै केटाको कपाल जबरजस्ती गरेर कैँचीले विद्यालय प्राङ्गणमा काटेको भेटिएमा जनता जागरुक भइसक्यो। यति थियो मेरो। हजुर वाह तपाईँको असाध्यै भावुक यहाँ सिधै गर्लाममै आएर छातीमै पचार्नु भयो तपाईँले शब्द। यो शब्द मलाई मेरो आफ्नै गाउँठाउँको सहर बजारको डिआईको याद आयो। हजुर भेटे त दोक्च्याउँथ्यो होला नि अहिले पनि है। साह्रै राम्रो कथावस्तु एकदमै मिलेको। हजुर थ्याङ्क यू। जनता जागरुक भइसक्यो। फेरि पनि म भन्न चाहन्छु, मोटे बोल। म त साह्रै डराएँ नि भाइ। तपाईँले जब यो डिआईको कुरा गर्नुभयो मेरो सासू जस्तै लाग्यो मलाई। घर जाँदा मासु पनि थोरै दिन्थे अनि मेरो छोरी फसायो भनेर मलाई कपाल पनि काट्थे। उहाँ बित्नुभयो, त्यही पनि अब अहिले हुनुहुन्छ यो भएको भए म पनि त्यस्तै हुन्थेँ। हजुर बौलाएर न छोड्न सक्थेँ
न केही गर्न सक्ने। म त आत्थे भाइ, म त है यो आत्थे। सासूको चित्रण देखेर म आफै आत्थे, मुटु फुटेर पित्तमा सबैतिर रगत वाला। हजुर हजुर एकदम थ्याङ्क यू सो मच। आउनुहोस् अनि आउनुहोस् भन्न चाहन्छु, लाउनुहोस्। आइ एम स्टन्ड, म धेरै हात्ती। के छ तपाईँको शीर्षक भनेर भन्नुहोस्। सर मेरो कविताको शीर्षक यसपालि चाहिँ ताराबाजी लैलै। आहा पुराना याद। ताराबाजी लैलै। तारा ताराबाजी लैलै मामा आए घोडा। लै तर के कसैलाई थाहा छ मामा कहाँबाट आएका छन्? तर के कसैलाई थाहा छ मामा कहाँबाट आएका थिए? न त कसैलाई थाहा छ मामा कहाँ आइपुगेका छन्, न त कसैलाई थाहा छ मामा कहाँ आइपुगेका छन्। के कसैलाई थाहा छ मामा कहाँबाट आए, किन आए र कसरी आए? वाह वाह मामा। मलाई थाहा छ, मलाई थाहा छ कि मामा कहाँबाट आए, किन आए र कसरी आए। मामा घोडा पाउने ठाउँबाट आए, घर जानलाई आए र घोडामा चढेर आए। थैतरी मामा। मामा घोडामा चढेर आए, तर घोडा मामामा चढेन। किनभने घोडा यदि मामामा चढेको भए मामाको आम्मामा हुन्थ्यो, मामाको आम्मामा हुन्थ्यो। माइजू आइन् डोली, पापा ल्याइन् सोली, पापा ल्याइन् सोली। तर माइजूले ल्याएको पापा कसले खायो? कसले खायो, कसले पायो माइजूले ल्याएको पापा? के तपाईँले पाउनु? मैले त छैन पाएको। मसँग नि छैन। हेर्नी, के तपाईँले पाउनुभयो? कि तपाईँले पाउनुभयो? कसैले पाउनुभयो भने दिनु न। छैन पाएको। किनकि मैले त पाइनँ। माइजूले डोलीमा चढेर सोलीको पापा ल्याएको कसले पाउनुभयो भन्नु न। किनभने मैले त पाइनँ। मैले माइजूको अगाडि गएर माइजूलाई सोधेँ, माइजू सोलीको पापा छ? माइजूको पापा। माइजूले भन्नुभयो, भान्जा भान्जा ए भान्जा 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 ए मेरो भान्जा, ल्याउ खाऊ गान्जा, बिहान दिउँसो र साँझ, हिमालको तान्जा तान्जा। ओहो। र त्यही गाँजा खाएर मैले यो कविता लेखेको। वाह 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 वाह। तान्नै मन लाग्यो कि सुनेपछि चाहिँ मलाई है। तपाईँको त्यो गाँजा सुनेरै मलाई झ्याप लागिसक्यो। पक्कै पनि सुडीको माल होला। हजुर हजुर। बरु अलिकति छ भने हामीलाई हुन्छ अहिले बिहाइन्ड द क्यामेरा। हुन्छ एउटा पानामा यस तपाईँको साह्रै राम्रो माइजूको पापा, मामाको घोडा, घोडा मामा घोडामा। आहा कति राम्रो घोडा र मामा है। हजुर एकदम साह्रै राम्रो लाग्यो घोडा, मतलब तपाईँको मामा। तपाईँ आउनुहोस्, तपाईँ अर्कोचोटि घोडा र मामा पनि ल्याउनुहोस्। यति भन्दै मोटेबल। थ्याङ्क यू सर। असाध्यै राम्रो। अहिले म एकदम धेरै कुरा सिक्न पाइरहेको छु यहाँ यो तै टाइटलमा। यो तपाईँले भन्नुभएको जुन कविता छ त्यसले मलाई के याद दिलायो भने मेरो जडिया मामाले जन्तमा माइजू छोडेर गएको, हामी खोज्न गएको, अनि मलाई लाल मन तेरे खायो भनेर कुटेको। धेरै पीडाहरू थिए, तपाईँले त्यो जगाइदिनु भयो। माइजूको पापा भन्दा मलाई त्यो हिडिम्बा जस्तो माइजू याद आयो। त्यो पनि आफ्नै छ। मलाई एकदम भावुक बनायो तपाईँको कविताले। धेरै यादहरू, दुःखहरू। तपाईँको हजुर सर। माइजू मामाको सुन्न पाइयो, अब फेरि अब अरू पनि सुन्न पाइयोस् भन्दै तपाईँलाई म आउनुहोस् भन्न चाहन्छु। आई एम स्टन्ड, धेरै हात्ती। हाम्रो यसपछिका प्रतिस्पर्धी आउनुहोस्। नमस्ते सर। तपाईँको कविताको शीर्षक भन्नुहोस् अनि सुरु गर्नुहोस् है। मेरो कविताको शीर्षक चाहिँ छ निबाको गफ। 4 दिन भोकै बसेर घुर्की देखाउँदै 3 झापड 4 लात्ती र ढाडमा दाम्लोको सुम्लो बोकेर बल्ल बल्ल बाउले किनिदिएको डुक बाइकको फोटो फेसबुकमा हाल्दै छोरो लेख्छ माई लाइफ माई चोइस माई रुल्स।
हुइली भन्छ छोरो, हुइली भन्छ छोरो, बाइकको अगाडिको चक्का ठाडो पार्छ। गर्ल्याम्मै लड्छ अनि घर आएर बाउसँग 10,000 माग्छ। भाइजर फुट्यो, ह्यान्डल बाङ्गियो, लेगगार्ड सिधा गर्नु छ र नाना थरी बहाना लाउँछ। हातमा 10,000 पर्न साथ पसल जान्छ, चिया खान्छ अनि स्टपी हान्छ। स्टपी भन्छ छोरो, स्टपी भन्छ छोरो, पछाडिको चक्का ठाडो पार्छ। गर्ल्याम्मै लड्छ अनि घर गएर बाउसँग 10,000 माग्छ। सिनको नभाच्ने छोरो आफ्नी गर्लफ्रेन्डलाई भन्छ ठुलो घरमा बस्नुपर्छ, त्यही बजियालाई 8x6 को कोठा सफा गर भन्दा मर्नु हुन्छ। शब्द चाहिन्। आमाले चर्को स्वरमा बोलिन् भने कट्टु मुच्छ, आमाले चर्को स्वरमा बोलिन् भने कट्टु मुच्छ अनि बाहिर गएर धाक लाउँछ, ग्याङ ग्याङ भन्दै चोकमा बसेर चुरोट फुक्छ। बौद्ध भन्छ, स्वयम्भू भन्छ, घट्टे कुलो, यो 16 वर्षे जाँठोको कुरै ठुलो। फेसबुकमा झगडा गर्छ, लेख्छ जहाँ भेटो त्यहीँ काट्छ। अब तपाईँ नै भन्नु, के यो जाँठोको यत्रो आँट्छ? त्यही मान्छे बाहिर भेट्दा डरले गाँड फाट्छ, खान्छ कुटाई धोब्बी अनि खेर घर गएर बासँग उपचारको लागि 10,000 माग्छ। उपचार गर्छ, घर जान्छ, फेरि फेसबुकमा हाल्छ, आज एक्लै थिएर मात्रै भोलि ग्याङ लिएर आउँछु। यस्तै छ टिनेजको जीवन, कविता राम्रो लागे आहा भन्, नत्र भए छि भन्। वाह वाह वाह, साह्रै 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 राम्रो भाइको, साह्रै राम्रो है, एकदमै मजा आयो सुनेर। मलाई पनि जमानामा एउटा केटाले बहुत थर्काएको थियो अनलाइनै, यसरी नै यही निब्बा थियो एउटा, आइज तँलाई मेरो एरियामा देखिरहेको अनुहार हो, थुतुनु हो, तँलाई भेट्यो भने मारिदिन्छु भन्थ्यो। यो जेल जीवन बस्न साह्रै गाह्रो हजुर, जेल जीवन चाहिँ गाह्रै हुने क्या, काट्न पनि मलाई असाध्यै गाह्रो भएको। अब तपाईँले बिचबिचमा ठाडो पनि पार्नुभयो, कैदीलाई पनि तपाईँले ठाडो पार्दा हामी एकदमै रङ्गित भयौँ, एकदमै प्रलम्बित, आश्चर्यचकित, हृदय परिवर्तन, मनस्पटल गहिरिएर दृश्यावलोकन, योभन्दा त शब्दै आउँदैन क्या, अब 1-1.5 भन्न केही छ। मेरो जस्तो मिल्दैन, थ्याङ्क यू भन्दा। तपाईँ सेलेक्टेड थ्याङ्क यू सर। साले मेरो छोरा हो है भाइ, मलाई अस्ति पनि यस्तै डुक भनेर 20,000 लगिरहेछ, घाइते भएर पनि आउँछ। तपाईँले उहाँको त हेर्नु भएको छैन साले भाइ? होइन म चिन्दैन। तपाईँ त्यसो साथी होइन नि? नै चिन्दैन। त्यसो भए त मिल्न गएको हुनसक्छ है, मेरो छोरो पनि त्यस्तै छ, तपाईँ हेर्न सक्नुहुन्छ। चुप लाग्नुहोस्, किन मलाई हेर्नु त, उहाँ हेर्नुहोस् अगाडि। मेरो तर्फबाट आउनुहोस्। थ्याङ्क यू सर। आइएम स्टन्ड, म धेरै